सरकार व्यवसायी होइन भने तपाईले दिने सुविधा यो धरतीभित्र सम्भव सबै ठाउँहरूमा नागरिकलाई जहाँ सहज हुन्छ तपाईको सुविधा त्यहाँ उसले उपयोग गर्न पाउनुपर्छ पर्दैन। हुम्लाको बिरामीले या कर्णालीको एउटा बिरामीले या पूर्वको या तराईको एउटा बिरामीले आफूले पाएको पर्ने ठाउँमा आफ्नो मुटुको एउटा फल फेरेर जान पाउनुपर्छ पर्दैन। तपाईको काठमाडौँ आइपुग्दाखेरि उसको कति खर्च हुन्छ, काठमाडौँमा बस्दा कति खर्च हुन्छ भनेपछि आजको सरकार कति जिम्मेवार छ। तपाईँ भन्नुहुन्छ जनताको ढिकुटी, जनताको पैसा ल्याएर तपाईँको ढिकुटीमा राखेको पैसा निर्लज्जतापूर्वक भन्नुहुन्छ म तिर्न सक्दिनँ। पाइन्छ? यही हो राज्य, यही हो राज्य। यसरी नै सञ्चालन गर्ने हो। जनताको पैसा यहाँ ल्याएर आफ्नो ढिकुटीमा राखेर भन्नु पर्यो कि हामी लुटेर आउँ भन्नु पर्यो। होइन भने राज्य सञ्चालक भएर बसिसके पछाडि तपाईँ नागरिकको प्यारेन्ट्स हो, तपाईँ नागरिकको गार्जियन हो, तपाईँ नागरिकको अभिभावक हो। तपाईँ भोको बसेर भए पनि आफ्नो गार्जियनले के गर्छ? मेरी आमाले मलाई के गर्नुहुन्थ्यो सानामा? आफू भोको बसेर भए पनि मलाई खुवाउनुहुन्थ्यो। मेरो पिताजी आफू भोको बसेर भए पनि मलाई खुवाउनुहुन्थ्यो। त्यसरी नै प्रत्येक दूरदराजमा भएका नागरिकहरूको, प्रत्येक गरिब विपन्न निमुखा नागरिकहरूको तपाईँ गार्जियन हो। तपाईँहरूले गार्जियनसिपको भूमिका निर्वाह गर्नुभयो अनि लोकतन्त्रको उपहास भएको भएन, व्यवस्थाको उपहास भएको भएन। यो लोकतन्त्रमा, यो संविधानमा लेखिएको व्यवस्था तपाईँ लागू नगर्ने हो भने नेपाली जनताले सधैँ लोकतन्त्र भनेर पछिल्नु पर्ने हो। काठमाडौँ आए पछाडि सिफारिस गरेको झन्झट छ, त्यो नागरिक कहाँ जाओस्? अनि तपाईँ भन्नुहुन्छ किडनी ट्रान्सप्लान्ट गर्नको निम्ति हामीले 5 लाख रुपियाँ दिएको छौँ। कहाँ दिनुभएको छ? हामी हेर्न चाहन्छौँ, हामी सुन्न चाहन्छौँ। किडनी ट्रान्सप्लान्टको बिरामी बोकेर आउनुभएको छ, त्यो एउटा प्रतिनिधिमूलक पात्र मात्र हो। त्यस्ता हजारौँको सङ्ख्यामा मृगौला फेल भएका बिरामीहरू छन् जसलाई तपाईँले दिएको 5 लाख रुपियाँ पैसा उसले औषधि किन्न पाउने हो भने उसले निःशुल्क रूपमा किडनी ट्रान्सप्लान्ट गरेर काठमाडौँको कुनै पनि सेन्टरबाट हुम्ला पुग्न सक्छ, तराई पुग्न सक्छ, पहाड पुग्न सक्छ। सरकार यतिसम्म लाचार छ कि स्वास्थ्य बिमा बापत सरकारले 3500 देखि 5000 रुपियाँसम्म नागरिकसँग उठाउँछ। अनि हात उठाएर सरकारका मान्छेहरू के भन्नुहुन्छ भने अब हामी यो पैसा तिर्न सक्दैनौँ, नागरिकलाई बिमितलाई बिमा बापतको पैसा दिन सक्दैनौँ। यो साँच्चीकै यो सरकार बोलेको हो? 71-72 देखि अहिलेसम्म आइपुग्दाखेरि आलुको भाउ, टमाटरको भाउ त डबल भइसक्यो। अनि तपाईँले राखेको स्वास्थ्य बिमाको पैसा अर्थात् बिमितसँग लिएको पैसा बापत गरिने बिमा बापत दिने पैसा यही रहन्छ। अनि सरकार निर्लज्जतापूर्वक भन्छ त्यो पनि दिन सक्दैन। अनि नागरिकले सहेर बसिदिनु पर्ने? लोकतन्त्र भनिरहँदाखेरि जनता मार्ने तन्त्रको रूपमा विकास गर्नु हुँदैन। हामीले सिस्टम व्यवस्थाको उपहास भएको भएन। यो लोकतन्त्रमा, यो संविधानमा लेखिएको व्यवस्था तपाईँ लागू नगर्ने हो भने नेपाली जनताले सधैँ लोकतन्त्र भनेर पछिल्नु पर्ने हो। अब के संविधान नमान्ने हो त? आफूले बनाएको संविधान नमान्ने हो? नमान्ने भनौँ। होइन भने दूरदराजमा नागरिकहरू अहिले उपचारबाट वञ्चित भएर मर्नुपर्ने अवस्थाको विद्यमानता छ। छातीमा हात राखेर सोचौँ, एउटा काखको बालक त्यहाँ हुम्लाबाट बिरामी भएर काठमाडौँ आइपुग्नको निम्ति आमा र बच्चा आइपुग्नु पर्यो भने विश्वास गर्नुहुन्न भने डाटा लिनु होला, 2,40,000 रुपियाँ पैसा खर्च हुन्छ। अनि लोकतन्त्रमा सबै कुरा आम माफी छ। राज्यले जे पनि गर्न पाउँछ, जे पनि गर्न पाइन्छ भने भन्नुहोस्। अब जे पनि गर्न पाउँछौँ हामीले भन्नु पर्यो। होइन भने जनताप्रति उत्तरदायी हुने कि नहुने?